सेभेन फ्रेन्ड्स गुड मर्निङ। आजको चाहिँ हाम्रो वेदर मिरिकमा चाहिँ डरलाग्दो भइरहेको छ। आज यस्तो धुम्मा भइरहेको छ क्या, धुम्मा पानी पर्न थाल्यो। अँधेरो बिहानको 8:30 भयो, अहिले पनि यसरी पानी परिरहेछ, अँधेरो भइरहेछ। 6 बजे जस्तो लागिरहेछ बिहान। सुनेको नि कस्तो डरलाग्दो गाराङ गुरुङ गरे है। आमा त सिप्ली काने के भन्छ यसलाई आमा? सिन्धुली पर भुटेर खानु मार्को भएको रहेछ है, बनाउनु हुँदो रहेछ। यसलाई सिन्धुली पनि भन्छ, चिप्ले काने कि सिप्ले काने भन्छ। एउटा सिप्ली काने भन्छ, सिप्ली काने, चिप्ले काने होइन। अनि यसको नाम अर्को के भन्छ, सिप्ली पनि भन्छ है। सिप्ली कोही कोहीले सिप्ली भन्छ। अनि यसको हामीले वाचिपा बुङचिपा के भन्छ त्यस्तो बनाएर खायौँ, अलिकति चिकन हालेर। आज चाहिँ अन्त आमाले यो अलिकति रहिएको चाहिँ पर भुटेर खानु हुने अरे। मजाले आगो फुट्यो। आमाको चल्ला चाहिँ कहाँ छ आज? पानी उमालेर बोतलमा फेरिदिए हो, ग्लासहरूमा भरिसके। त्यहाँबाट अनि चिप्लीमा उम्लिँदै गरेर पानी त्यहीँ माथि लगेर राखिरहेको तातो किनारा भनेर। कुखुरालाई जाडो छ है आज त। जाडो चारो खानु पनि देख्दैन होला। त्यही त, यस्तो बेलामा पनि यस्तो जाडो, चैतमा पनि यस्तो जाडो भइरहेछ। धुम्मा भइरहेछ, धुम्मा कालो है, पानी पर्दैछ यहाँनिर।